यत्रो भिडमा छौँ यहाँदेखि झरे पनि त एक चान्स छैन नि हामी चाहिँ एकदम लेकमा आएको छौँ अहिले चाहिँ हैन यो चाहिँ हप्ताङको सिसाङा खोलादेखि अलिक माथि कुन खोला अरे मेन्टुमा खोला भन्ने ठाउँमा छौँ त्यसको गल्ली गल्ली हुँदै छिरेको हामी हैन लड्यो भने एक चान्स छैन यहाँदेखि अब त तल झरौँ होला हौ दे खोलामा हुँदै होला नि यहाँदेखि माथि त को छिर्छ हौ मरिँदैन एकदम डेन्जर छ हौ भिडहरुमा गाउँमा के खानु आएको यार यही खानु आएको म के खानु चाहिँ गाउँ आएछु यार यस्तो भिडमा चढ्नुको लागि 4 दिन मात्रै हुनेछ आएको पनि ल झरे दै म चाहिँ अब चाहिँ यहाँदेखि हैट हैट ल खोल्सा पनि तरियो यहाँदेखि गल्ली गल्ली माथि होला नि होइन पानी बनाउनु आएको आज चाहिँ हामी चाहिँ होइन एकदम हामी माथि छौँ खोलाको किनारै किनार हिँडेको धन्न बुढोको गम्बुट चाहिँ दिलो परेको रहेछ यहाँ चाहिँ बाउको गम्बुट लगाइकन आइदिएको यहाँ चाहिँ एकदम घारी न घारी छ है लेक पर्छ एकदम लेक साइडमा आइरहेको छौँ हामी चाहिँ मेन्थुमा खोला भन्छ यसले चाहिँ मेन्थुमा खोला भन्ने ठाउँमा आएको छौँ हामी यहाँ चाहिँ उसले नै त हामी के गरी हिँड्छ यहाँतिर कालो सुन यसलाई भन्छ कालो सुन मजा आइरहेको छ यार लेकमा आउनु तराईमा बसेर लेकमा आएर जङ्गल घारीभित्र डुल्नु पनि फाइदा पो हुँदो रहेछ हौ होइन खोला बगर साइडमा आएको छु मजा पो हुँदो रहेछ हौ खोलामा डुल्नु हामी आयौँ अब चाहिँ मेन खोला देख्न सक्नुहुन्छ भिडै भिड छ यहाँ चाहिँ भिडै भिड छ यहाँ चाहिँ होइन एकदम खोला नेको भिडै भिड छ मेन्थुमा खोला भन्ने ठाउँमा आएको छु है एकदम भिडै भिड छ यति भिड छ कि को आउनुपर्छ को हुन्छ यहाँ कमेन्ट गरिदिनु होला होइन तेरी त कस्तो चिप्लो यार यहाँ कि कहाँदेखि मान्छे झरेको अरे पहिला नै मान्छे मरेर यहाँ कि कहाँदेखि अरे सिधै यहाँ होइन तल झरेको अचानक मात्रै भेटेको अरे नि त त्यहाँदेखि आउँदा त अरे यस्तो जानु पहिरो यहाँभित्र यहाँ त एउटा छेन्द्रा थियो त हौ आगोले छेन्द्रा एउटा पाइप ए माछा छ होला हौ यो खोलामा त है अब त्यहाँ चाहिँ कसरी पोल्नु हो आगो अब पारी उहाँ चाहिँ कसरी त्यहाँ चाहिँ कसरी पोल्नु हो आगो यार अब यहाँ के छ मेगी पा बम्बे गेट अरे ओ अरे हालेको यार यत्रो भिडमा पाइप हालेको नि यार कसले हालेको
ठ्याक्कै धरानदेखि आएको 4 दिन भएछ है। 4 दिन ठ्याक्कै भयो। अहिले बाबाहरूसँग काम गर्दै बसिरहेको। बाबा तुम्बाहरूसँग काम गर्दै बसेको यहाँ त आम्मामामा यार। खोला बगिराखेको सानो चाहिँ माथि निङयाङमा भन्ने ठाउँदेखि झरेको हो। यो सानो खोल्सी देखिरहनु भएको छ। यो सानो एउटा खोल्सी झर्दैछ। यो चाहिँ निङयाङमा भन्ने ठाउँबाट खसेको होइन। हामी चाहिँ माथि आएको छौँ। मेरो फोन एकचोटि यहाँ खोलामा पस्यो भने सक्यो फेरि। Tama mo mga, tama na siya.